हेलो साथीहरू, गुड आफ्टरनुन। यति बेला हामी ठ्याक्कै स्याङ्जाको सेल्फी डाँडामा छौँ। घाम पनि अस्ताउँदो छ। यति बेला ठ्याक्कै 4 बज्यो। स्याङ्जादेखि माइत ठामडाँडासम्म यसरी हिँड्ने क्रममा हामी कोल्मा बराहा चौर आयौँ। धुली बजार वडा नम्बर 9 मा पर्दछ। देखिएको छ भारकोटको स्तूपा, भागवत मन्दिर, त्यस्तै कोल्मा बराहा चौर मावि गुम्बा पनि देखिएको छ। अनि यसरी हामी गुटुङटुङ आमा छोरा हिँड्यौँ आफ्नो गन्तव्यतर्फ देखिने क्रम जाँदै गर्दाखेरि कोल्माको मन्दिर पनि देखियो। मन्दिर भएको डाँडा देखायौँ र हामी सेल्फी हानेर फेरि आफ्नै बाटोतर्फ लाग्यौँ। अहिले चाहिँ हामी खल्लुबोट हो कि के भन्ने ठाउँमा आयौँ। खल्लुबोटबाट देखिने मेरो मोबाइलले कभर गरेन। भारकोटको स्तूपा देखिएको छ, हिमाल देखिएको छ। ल आजभोलि मान्छेहरू सहरिया भएको भएर गाउँको बारीहरू नि बाँझै छन्। यो हो खल्लुबोटबाट देखिएको दृश्य। लामा गाउँ देखिएको छ, घरेडी देखिएको छ, त्यस्तै रजस्थल देखिएको छ, बराहा डाँडा पनि देखिएको छ। लामा गाउँ भयो। हामी खल्लुबोटबाट एकछिन भिडियो कभर गर्यौँ र भिडियोमा दुलेगौंडाको बजार पनि देखिएको छ। तर दुलेगौंडा बजार हो कि के हो पनि देखिएको त्यति कभर गरेन। र हामी एकछिन आमा छोरा फोटो खिच्यौँ। आमाले छोराले आमाको फोटो खिचेर एकछिन सेल्फी हान्यौँ र गयौँ। चिन्नु भयो मलाई, चिन्नु भयो म हो के बसिरहनु भएको रहेछ। यता नाम एउबाट कोलमा हुँदै आजबाट हो बल्ल बिदा। ल मोटे भाइ हजुर खोइ त्योहरूलाई त भेटै भएन। त्यो त सियानी त खोइ जिजुहरूलाई गरेन साथीहरू। सुँगुरको मासुको आन्द्रामा रगत झोरेको पकाएर खान लाग्यो। हाम्रो यसलाई मगर भाषामा पेडा भनिन्छ हो कि होइन? पेडा तात्यो तारा खानु पर्यो। मैले तातो मिठो गाई छ हाम्रो। फेरि तताउने नि अर्को सेकेन्ड फेरि बनाइदिउँ। चोरहरू राखिदियो न पहिला। के हो यस्तो बिस्कुट मागे सकबाट हामीले अनि बहिनीले मासु पकाउनको लागि तयारी गर्दैछ। अनि हामीले साँझमा रोटी पनि पोल्यौँ। मैले पोलेको रोटी रोटी पोलियो। पोलेको यस्तो भयो, कस्तो मिठो थियो खाँदा पनि। र यो भोलि बिहानको दृश्य, माघे सङ्क्रान्तिको दृश्य। डम्म कुहिरो बसेको छ, फाँट बसेको छ भने सूर्य उदाउँदैछ। मेरो छोराले कभर गरेको यो भिडियो हो। सूर्य उदाउँदैछ। के सेम होइन है? जुपिटर चाहिँ धुवा देखेको
यार त्यही भन्नु बिर्सेछु माइत आएको अनि चाहिँ यहाँ चाहिँ सनसेट देखाइदिन्छु सनसेट त दामी आउँछ दामी है भोलि बिहान देखाइदिन्छु गाइस बिहान 7 बजीतिर त यो निस्किहाल्छ सन अनि बज्यो एलकाचमा युट्युब च्यानल अन्त बजै लिप्नु भयो घर अनि यहाँ चाहिँ बाजे हुनुहुन्थ्यो कता जानुभयो अर्को बजे अनि चाहिँ आगो ताप्नु भयो अनि चाहिँ यहाँ यस्तो हो घर मामा अनि यता चाहिँ म खात अनि चाहिँ यता उसहरू छ के युट्युबमा हाल्ने यता चाहिँ भक्कटे छ अलिअलि देख्यो पहिलो त्यहाँ एउटा भक्कटे अनि यता टनेल हाम्रो टनेल हो यो चाहिँ टमाटर बारी बारी हो मुलाबारी अनि चाहिँ यता चाहिँ बाजेको घर यता गोठ अनि यता धारा हो अनि चाहिँ यहाँ चाहिँ उसो भन्छ गोठे तोरी छ यता तोरी अनि उता पराल राख्ने ठाउँ अनि उता बङ्गुरको खोर अनि चाहिँ यो बङ्गुरको खोर अनि चाहिँ यो चाहिँ बाख्राको खोर अनि यो कुखुराको खोर बजे हुन्छ अनि यहाँ चाहिँ बाजेको रुम यहाँ भैँसीको पाडा र भैँसी हो पाडी हो कि पाडा हो थाहा छैन पाडी र भैँसी रहेछ अनि चाहिँ अहिले पछि चाहिँ म अहिलेसम्म बनाउँछु गाइस भवनमा जाँदासम्म बनाउने मामा भवनमा जाँदासम्म म अहिले बन्द गरेर अब एकछिन बनाउनु ल गाइस यति नै त सनसेट वा मैले जुम हालेर देखाइदिन्छु गाइस ल गाइस पहाड पहाडकै थिममा भएको मान्छेले कति सनसेट देख्नु पाउँछ होला है टाढा यहाँ बढी के तर पृथ्वीसँग सन क्याएर देखिन्छ है देखिन्छ नि पृथ्वी चाँडा ल्याएर छन त छ सन बाजे आम्बा लगाइ जब बाजे आउनु हो जाम बाजे लगाइ जति नै ठामडाँडाको भ्यू त्यो चाहिँ ठामडाँडाबाट देखिने मर्निङ भ्यू चाहिँ 7 बजेतिर माथिबाट बराबर देखिन्छ तल आएको त्यहाँ बसेर त्यसमा ताली छेक्देर यो ठामडाँडाको भ्यू चाहिँ छब्दी देखेको छ माथि छब्दी डम्म कुहिरोले ढाकेको भाग चाहिँ साँखे बजार हो साँखे बजारलाई कुहिरोले डम्मै ढाकेको छ सूर्य उदाएर कति राम्रो उदाउँदैछ टाढाबाट देखेको माइतको घरबाट देखिने दृश्य हो ल छोराको काम छब्दी देखेको छ छब्दीको टावर देखेको छ त्यस्तो सागबारी भएको रहेछ धेरै जुम भएछ उताएको छ ल कति राम्रो देखिएको छ है अनि सङ्क्रान्तिको दिन लगाइदिनु भयो र हाम्रो बाजे भान्जालाई टिका लगाइदिन जाँदै हुनुहुन्छ हाम्रो बाजेले नि पेडा खाँदै हुनुहुन्छ कस्तो लाग्यो भिडियो